अरू त के गरेको लो लो आरू खाने रे आज दुईजनाले होइन अन्त हाम्रोमा चाहिँ आरू चाहिँ हो ह्याप्पी फादर्स डे हेलो पिपल एन्ड वेलकम ब्याक टु माई च्यानल अगेन है सो आज भने चाहिँ म धेरै दिनपछि होइन भिडियो लिएर आएको छु किनभने चाहिँ अब डेली गरौँ भन्दा चाहिँ अब एउटै ठाउँ होइन अब यताउता अब कहीँ जानु भने चाहिँ अब गर्दा हुन्थ्यो होइन अब एउटै ठाउँ देखाउनु चाहिँ फेरि अप्ठ्यारो हुन्छ है अब वाक्कै लाग्दो हुन्छ होइन इरिटेट जस्तो अब त्यही भएर चाहिँ अब चाहिँ होइन म धेरै दिनपछि होइन 6-7 दिनपछि चाहिँ अब ब्लग लिएर आएछु होइन तपाईँहरूलाई नयाँ के अपडेट छ अपडेटको साथमा है अन्त आज चाहिँ के हुन्छ होइन सो आज फादर्स डे पनि रहेछ है अन्त आजको सिन चाहिँ कस्तो भइरहेछ भने चाहिँ होइन त्यस्तो घाम पनि छैन है नर्मल भइरहेछ अनि तपाईँहरूलाई म देखाउँछु ल माथि टक्कै यस्तो घाम चाहिँ हल्का हल्का चाहिँ अहिले चाहिँ लाग्दैछ है अघि चाहिँ अब कम्ती नै थियो घाम होइन अन्त त्यही अब आज दिनभरि के अपडेट हुनेछ तपाईँहरूलाई होइन म के हुन्छ सब देखाउने छु है बेलुकासम्म कुखुरा चाहिँ अहिले चाहिँ लगभग 2 किलो भइसक्यो है मेरो वाइफ चाहिँ है काम गर्दैछ सो अहिले भने चाहिँ म चाहिँ खानाहरू खाइसकेको होइन अन्त आमाहरू चाहिँ अहिले चाहिँ तल आरू टिप्दै रहेछ नि त है अन्त हल्का भिडियो गरिदियो भनेर आमाहरूको होइन टक्कै तल आएको छु म त्यहाँ तल अन्त आरू खोज्दैछ आमाहरूले है आमा र बुहारी मिलेर अरू त के गरेको लो लो आरू खाने रे आज दुईजनाले होइन अन्त हाम्रोमा चाहिँ आरू चाहिँ हो गिलो न गिलो रहेछ यत्रो आरू टिपेर ल्यायो साथीहरू है ऊ सबै गिल्दो रहेछ अन्त यो चाहिँ उता फर्केर खाँदैछ है ओ खोइ अरू खाएको छैन त ह्याप्पी फादर्स डे खै खतरा छ फेरि खै खतरा छ ओ मकै पनि खाँदैछ है सबै बसेर अहिले चाहिँ आरू खाँदै गरेको होइन सो अहिले भने चाहिँ है अरू बेलाको जस्तै एउटा भिडियो बनाइसकेको छ होइन अन्त अब चाहिँ अर्को भिडियो बनाउनु जाँदैछु म है अन्त यता ऊ चाहिँ बसिरहेको छ क्यामेराम्यान एकदम सिकिस्तै भएर होइन गरमले अन्त आमा त्यता हुनुहुन्छ है सो नेक्स्ट सिनको लागि चाहिँ अब टक्कै आमालाई होइन मैले भनेको छु है के गर्नुपर्ने हो टक्कै अब सुरु हुन्छ है ल आउनु छोरा मैले आज बिहा खाएर आएँ नि त्यो भने चाहिँ भिडियो बनाइसकेको छु है अन्त अब चाहिँ टक्कै सिक्किमको भेस्ट लाएर आऊ फेरि होइन काम गर्नु जाँदै गरेको खोरमा है अब खोर कम्प्लिट भएको छैन होइन निकै भयो बनाएको त होइन ठुलो खोर हो फेरि कोही बेला बाउ एक्लै हुन्छ नि त है अन्त त्यही भएर चाहिँ अब कुखुरा नि एकदम गरमले होइन बाहिर निस्केर बसिरहेको छ है सो अब त्यहाँ गएर काम गर्नुपर्छ है सो हेर्दै जाउँ होइन के हुन्छ आमा चाहिँ त्यहाँनिर के गर्दैछ है घाँस काट्दै रहेछ अन्त अब फेरि टक्कै काम थाल्छ आज फेरि है अहिले यति बनिसकेको छ साथीहरू होइन अब यहाँ छिटो बनाएर कुखुरा सार्नुपर्छ हाम्रो फेरि है अब तपाईँहरूलाई एकछिन काम गरेर भेट्ने छु म है अलिक अपडेट गरेर होइन हेर्सी मेरो बुढाको गर्मीले सिरियस भएको जस्तो हुँदैछ घरिघरि जिब्रोहरू पनि निकाल्दैछ सो अहिले भने चाहिँ खाजा खाँदैछु म है तल काम गरेर आएर होइन कम्ती खाजा खाने गरेको अब भने चाहिँ मैले खाजा खाइसकेको छु होइन अन्त अब बाउ पनि है खाजा खाएर पर बसिरहेको छ होइन अब बाउ र म चाहिँ अब फेरि काम गर्नु जान्छ तल है अलिअलि के हुन्छ आज सक्दो गरिराख्ने छ हामी है पर बसिरहेको छ बाउ त्यहाँ पर सो अहिले भने चाहिँ बेलुका भइसकेको छ है अन्त 5 बजिसकेको छ अब कति हुन्छ हामी कभर गरिराख्ने छ होइन अन्त हामीले चाहिँ अहिले यति बारिसकेको छ होइन अघि तपाईँहरूले नोटिस गर्नुभयो होला होइन यहाँ बारेको थिएन टक्कै यति बारिसकेको छ है सो अब यहाँ जाली लाउने हुँदैछ होइन कति हो बार्छ हामी है जाली कति लाउँछ तपाईँहरूलाई देखाउने छु म है अन्त अहिले चाहिँ बाउले यहाँनिर टक्कै जाली बुन्दैछ है साथी हो यहाँ जालीलाई रोल गर्दैछ है केलाई
लेबरलाई मिलाउनुको लागि होइन। अब यो जाली चाहिँ हामी लाउने दुईजना मिलेर है। त्यहाँ आउँदैछ जाली बुन्दै। यहाँनिर कटर फलेको छ है साथी हो, कोलाई कटर मनपर्छ होइन। यहाँ एउटा फलेको छ, अन्त अलिक परनिर 2-3वटा फलेको छ है। अन्त आज चाहिँ बाउ र मैले होइन टक्कै यो तपाईँहरू देख्दै होला है, जाली पनि लगाइसक्यो होइन। अब चाहिँ लगभग कम्प्लिट भयो भन्दा हुन्छ है। अब अलिअलि मात्रै काम रहेको छ यसको हो। अन्त बाउले चाहिँ परनिर पछाडि होइन टक्कै बसेर त्यहाँनिर त्यहाँ बाँध्दैछ अलिअलि है। अन्त अब चाहिँ लगभग कम्प्लिट भयो भन्दा हुन्छ होइन। अब भुइँलाई अब लिप्नुपर्ने हुन्छ माटोहरू लाएर है, गोबर माटो लाएर टक्कै अब चाहिँ लगभग अब 2 दिनतिर कम्प्लिट हुन्छ यो है। त्यहाँदेखि चाहिँ हामी कुखुरा माथि राखिरहेको छ फेरि है। त्यो कुखुरालाई चाहिँ यहाँ ल्याएर सार्ने होइन। अन्त यहाँ तलनिर चाहिँ देख्दै गरेको चाहिँ अस्ति निकै अगाडिको ब्लगमा मैले हालेको थिएँ, आमाहरूले चाहिँ करेला गरेको थियो होइन। निकै अगाडि चाहिँ मैले भिडियो ल्याएको थिएँ। अब अहिले भने चाहिँ यत्रो भइसकेको छ त्यो करेला पनि होइन। सो आजको भिडियोलाई नै यति नै राख्दै है तपाईँहरूलाई अब होइन। अब हामी खानासाना बनाएर खाएर त्यही अब सुतिन्छ, भोलि बिहानको ड्युटी छ फेरि है। सो आज सन्डेको ब्लग चाहिँ है यति नै है। सो स्टे ट्युन फर मोर होइन। त्यही अब भिडियो आउनेछ है, कन्टिन्यू हुनेछ। पेजलाई फलो गरिदिनुहोस् होला है। सो बाई बाई गाइस है।